जनकपुर जानकी मन्दिर आइसकेको छु। मेरो पछाडि तपाईले हेर्नु के मजा आएगा ना भिडो। जानकी मन्दिर रोम रोम भाइयों। मान्छेको भिडभाड तपाईहरुले हेर्न सक्नुहुन्छ। अब हामी भित्र प्रवेश गर्नेछौँ। ढोका चाहिँ यतापट्टि रहेछ, यो निकास हो, उता चाहिँ प्रवेश है। हामी उता जाऊँ है। स्टम्प पार देंगे। अब चाहिँ हामी यता प्रवेश हुन गइरहेका छौँ। यो चाहिँ प्रवेशद्वार, मुख्य प्रवेशद्वार। पट्टि चाहिँ बिहा मण्डप छ है। ल हामी जाऊँ है। भिडभाड यतिकै छ है, हेरिराख्नु। अब जाम है। ल हामी भित्र प्रवेश लिइसकेका छौँ। ल यो भित्रको चाहिँ हेर्नु है। भित्र पनि यतिकै भिडभाड, सुतेका छन्, कोही खाँदै हुनुहुन्छ। यो चाहिँ मन्दिर रहेछ, मुख्य जानकी मन्दिरको भित्रको। त्यो भित्र चाहिँ फोटो र भिडियो लिन मिल्दैन है। हामी यता यसको परिक्रमा गर्नेछौँ। ल यहाँ चप्पल चाहिँ खोल्नु पर्छ तलैतिर। ल हामी यता साइडमा चप्पल खोलिहालौँ है। अब फेरि हामी जाऊँ है। बाटो चाहिँ उताबाट रहेछ है, यताबाट जाऊँ। ल त्यो भित्र चाहिँ मन्दिर रहेछ। अहिले भिडभाडको कारण राम जानकीको त्यो भित्र रहेछ है। त्यहाँ अहिले पर्दा लगाइदिनु भएको छ, हेर्न चाहिँ मिल्दैन। ल उता जाऊँ है। Gracias.
आप छैन खिलाइ तो ल भिडभाड यतिकै छ यहाँ निःशुल्क भोजन चाहिँ खुवाउनुहुन्छ उहाँ हेर्नु निःशुल्क है भोजन निःशुल्क बिना पैसाको है त्यसो केही शुल्क लाग्दैन अब उताबाट चाहिँ कोही यतै सुतिराख्नु भएको छ यता भाइहरू सेल्फी लिँदै हुनुहुन्छ खोइ भाइहरूको सेल्फी यताबाट हेरौँ है ल अब हामी चाहिँ 12 बिघा जान लाग्यो है अब 12 बिघा फेरि 12 बिघामा फेरि त्यहाँबाट भिडभाड छ त्यहाँको पनि भिडियो लिनेछौँ हेर्नु होला यहाँ सुतिरहेको पनि छ हेर्न सक्नुहुन्छ म चाहिँ अब 12 बिघामा जान लाग्यो है ल हेर्दै A few moments later. ल अब हामी म चाहिँ अब भित्र जान लाग्यो है यो बाहिरको चाहिँ अब यो प्रवेश कैसा लगा मेरा मजाक लाग्यो है हेर्दै बस्नु कहाँ से आते ल प्रवेश कौन है? अब हेरि बस्नु भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक यहाँ विश्राम स्थलहरू पनि बनाएको रहेछ सशस्त्र प्रहरी बल ए रहा नहीं जाता तड़प ही ऐसी है ना यहाँ चाहिँ निःशुल्क भोजन पनि दिइरहेछ उता दिदीहरू चाहिँ लाइनमा बसिराख्नु भएको छ है उता लाइनबाट मारो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है विश्राम स्थलको पुरा व्यवस्थित गरेर यहाँ श्रद्धालुहरूलाई सुत्नको व्यवस्था पनि गरिएको छ ओ हेर्न सक्नुहुन्छ है ल मैले जुम गरेँ है हेर्नु है अब अगाडि जाउँ है अगाडि ल हेर्दै बस्नु अभी मजा आएगा ना भिड़ो आपको खोज रही है उषा देवी जी आप आवाज सुन रहे हैं तो आप 12 बीघा के मैदान पे चले लाइटहरूको पनि व्यवस्थित रहेको छ र
शौचालयको पनि व्यवस्थित रहेको छ है, व्यवस्था भनौँ है, सरी व्यवस्था पनि रहेको छ है। ओ सेतो सेतो होला है, जति छ त्यो निःशुल्क है, त्यसको पैसा चाहिँ लाग्दैन। ऊ परसम्म जाऊँ है साथीहरू, हेर्दै बस्नु। र यो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। के छ कसो छ, कस्तो भिडियो रहेछ, कस्तो आफ्नो सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। सब्सक्राइब र बेल आइकन थिचिदिनु होला नयाँ नयाँ भिडियोको लागि। साथ र माया तपाईँहरूको यसरी नै पाइरहोस्। आगामी दिनमा पनि यस्तै यस्तै नयाँ नौलो भिडियोहरू फेरि लिएर आउने नै छौँ है। हेर्दै बस्नु है, हेर्दै बस्नु। पुरा लाइटहरूको पनि व्यवस्था रहेको छ है। होइन, यहाँ कोही विश्राम गर्दै हुनुहुन्छ, कोही कुराकानी गर्दै हुनुहुन्छ। यादव जी आ जाए, कहीं भी है हेल्प डेस्क पर आ जाइए। दीपेश यादव जी आ जाए, कहीं भी है हेल्प डेस्क पर आ जाइए। अगाडि पनि पण्डालहरू रहेछ, अगाडि पनि जाम है। व्यवस्था रहेको छ है, खाना बनाउनुको पनि व्यवस्था रहेको छ। निःशुल्क है, निःशुल्क। त्यहाँ लेखेको पनि छ, ब्यानर पनि लागेको छ। दिइराख्नु भएको छ, कस्तो बेचार है। मलाई 6-7 दिनदेखि रुगा लागेको छ। रुगा खासै निको भएको छैन, अलि सुधार भएको छ। त्यही भएर भोकल पनि राम्रो आएको छैन होला। त्यही पनि मिठो राम्रो सम्झेर हेरिदिनु होला है त। ल अगाडि के व्यवस्थाहरू रहेछ, के पसलहरू रहेछ। जेरी पसल, लु मेरो त फेभरेट है, जेरी खाने है, आउनु होला है। जेरी जेरी छ यता। यो प्लेटहरू पनि रहेछ है, लुगाहरू पनि रहेछ है। छानी लिन मिल्छ। लु फेरि जेरी आयो। लु तोरो भिडियो चला लो हो। लु चाउमिनको पनि व्यवस्था रहेको छ। लौ साथीहरू हेरौँ। तेस्रा मस्थलहरू है, मुङफली बदाम। ल ल त है साथी, के छ अब उतातिर चाहिँ केही छैन रहेछ। अब हामी फर्क्यौँ है। यति दिन समय हेरिदिनु भएको लागि तपाईँहरूलाई धेरै धेरै हृदयदेखि धन्यवाद। र च्यानललाई सब्सक्राइब गरिदिनु होला, बेल आइकन थिचिदिनु होला। के छ कसो छ सल्लाह सुझाव दिनु होला, कमेन्ट छोडिबस्नु होला। म हेरेर सब ब्याक पनि दिन्छु।
कमेन्टहरू पनि तपाईँहरूलाई साथ सपोर्ट दिन्छु ल। धन्यवाद। जेरी कसरी बनाउँदै हुनुहुन्छ हेर्नु है, जेरी बनाउँदै हुनुहुन्छ उहाँ दाइले। यहाँ जेरी छ है, जेरी।